गरिन्छ नेपाल न्युजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म सुजन पौडेल। सदाका दिन जस्तै आज पनि हामी देश दुनियाँको ताजा अनि महत्त्वपूर्ण खबर अपडेट सहित तपाईँ उपस्थित भएका छौँ। तपाईँले हाम्रो न्युज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनुहोला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। आउनुहोस् आजको समाचार सुरुवात गरौँ। नयाँ वर्ष 2083 राष्ट्रिय संकल्प एकता र समृद्धिका लागि आह्वान सम्बन्धी प्रसङ्गबाट राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले साझा राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध हुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा आह्वान गर्नुभएको छ। नयाँ वर्ष 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै एकताबद्ध भएर देश निर्माणको संकल्प गर्न आह्वान गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यसको प्राप्तिका लागि संकल्प गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। उहाँले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक